हेलो एभ्रिवान, काव्यान्सको बर्थडे गिफ्ट जो दिदीहरूले दिनुभएको थियो इन्डक्सन मैले ओपनिङ गरेँ आज है। र ओपनिङमा चाहिँ मैले फर्स्टमै मोमो थियो, मोमो फ्राई गरेँ है। र मोमो फ्राई गरेर खाएँ। त्यसको बादमा फेरि मैले पनिर बनाएँ आज इन्डक्सनमा हो। अन्त मैले आज चाहिँ फेरि गोर्खे चटनी बनाएको थिएँ दिउँसो। सो त्यसको लागि यहाँ प्याजहरू रेडी गरेको थिएँ काटेर, आलु, तिल है। गोर्खे चटनीमा त तिल हुनै पर्यो, निम्बु। सो यो चाहिँ निम्बुको लेमन पनि छ हो। अन्त सबै मिक्स गरेर यहाँ मैले चाट मसलाहरू हालेर गोर्खे चटनी बनाउँदैछु। यहाँ तेल खरिँदैछ अनि तेलमा चाहिँ 5 फोरन तेलहरू हालेर चाहिँ मजाले त्यसलाई झाल्नुपर्छ नि त। चटनीको लागि चाहिँ मेन चाहिँ हो तेल र हरियो खोर्सानी काटेको। अन्त यहाँ चाहिँ मैले काँक्राहरू पनि सबै रेडी गरेको थिएँ। काँक्रा, मुला, गाजर है। र सबै हालेर चाहिँ फेरि मजाले छै पाराले तेल हालेर पछि चाहिँ यसलाई मजाले मोल्नु पर्ने हुन्छ। अन्त निम्बुहरू सबै अघि मैले तपाईँहरूलाई जति पनि देखाएको थिएँ इन्ग्रिडियन्ट्सहरू त्यो सबै हालेर चाहिँ यसरी मजाले मोल्नुपर्छ। मजाले मोलेपछि मेरो अचार रेडी भयो। गरममा चाहिँ यो गोर्खा चटनी चाहिँ एकदमै राम्रो हुन्छ नि त। सो यहाँ दिदीहरूको सबैको मेरोमा बटुकाहरू थियो, अस्ति दिदीहरूले के ल्याइदिनु भएको